सो हामी चाहिँ निक्लिसक्यो घुम्नलाई भाइ न म क्यामेरा ओहो दाजु कताबाट आउनुभयो छुट्टी गर्नु भइसक्यो स्केटिङ हैन अघि हामीले हामी पनि भर्खरै सुटिङ खेलेर आएको यार 18 वर्ष भइसक्यो भर्खर आज फर्स्ट टाइम गएको त यार हातै मर्केर हाम्रो चाहिँ एकजना साथी घन्टी बजाउँदै अगाडि गइसक्यो जाँदैछौँ सरर जाँदैछौँ आज हामी चाहिँ पशुपतितिर जाउँ भनेको हाम्रो नि मान्छेहरू नि उतै गएको छ सरर त्यतै गइदिउँ हाम्रो नि मान्छे अगाडि गइरहेछ हामी चाहिँ यता चोकबाट जानेछौँ सरर जाने आज घुम्ने आज हाम्रो चाहिँ हाम्रो म चाहिँ उता जान्छु है अङ्कल यो चाहिँ अलिअलि काम थियो त्यसैले आज यसो जाँदैछु अङ्कलले खोजे भयो भने हामी चाहिँ आज उता गल्लीबाट छिर्नेछौँ यताबाट गयो भने चाहिँ दुईजनालाई ट्राफिकले हान्छ अस्ति पनि हामीलाई यस्तो गरेको थियो ट्राफिकले त्यसैले आज सरर जान्छ राम्रोसँग बस्छ है अनि सरर गयो ए बाटो यता पो हो त ल अब उताबाट छिर्छौँ हामी चाहिँ यता त बाटै कडिसक्यो यहाँबाट छिर्ने भनेको छिर्न पाउँछ कि पाउँदैन घुम्छ होला यताबाट छिरेर जान्छौँ हामी चाहिँ पशुपति छोटकारी बाटो खोज्दैछौँ हामी चाहिँ मान्छेलाई सोधी जानेछौँ यो चाहिँ मेरो साला भाइ हो अघि हामी ठ्याक्कै स्केटिङ पार्क देखाउ त भाइ अघि हामी कहाँ आएको अरे ठ्याक्कै यहीँ छ स्केटिङ पार्क धेरै लिँदैन यहाँ चाहिँ म मात्र 50 रुपियाँ ठ्याक्कै यही हो अगाडि हामी चाहिँ यतै आइसक्यो अलि अगाडि देखाउ त भाइ पुरै अगाडि ठ्याक्कै त्यतिमा हामी चाहिँ सरर जाँदैछौँ गाइज फर्स्ट टाइम हो यार आज मेरो ब्लग अर्को भिडियोमा पनि छ तर अर्को चाहिँ मेरो आइडी नै मोबाइल नै गायब भएर त्यो आइडी लगइन गर्न सकेन अहिले नयाँ आइडी खोलेको यार फेरि हामी चाहिँ तर बाटो त थाहा छैन त्यही पनि हामी सोधी जानेछौँ आज चाहिँ मैला गएर त्यस्तो बाटो छ बच्चाहरू त के खेल्छ अम्बो पैसै ल्याएन मैले पैसै बिर्सेछ हेलो सो त्यहाँ चाहिँ गाडी सरर चिर्दिरहेको छ कहाँनिर धारा छ मिल्दैन सो हामी चाहिँ सिधै जानेछौँ यहाँबाट हाम्रो बहिनी र मेरो सोल्टिनी नानी त कति राम्रो देखाएको थियो तर के गर्ने यार भाग्यमा लेखेको छैन होइन त्यो सालो भेना चाहिँ घुम्न जाने हो फास्टमा जाने हो कि त्यही पनि ट्राफिकले रोक्दैन नरोक्ने हो क्या साला आज त लगार्दैन अस्ति त हामीलाई त यार यता जोरपाटीतिर गएको आज चाहिँ हामी यता दक्षिण ढकाउनलाई यता गल्ली भनौँ गल्ली हो यो ठिकै गल्लीतिर छिरेर आएको छु उता गएको त दुईजना चढ्दै गयो ल मलाई त भाइ तोर्ली रे खासमा हामीले चाहिँ त्यतिखेर बोकिरहेको थियो ओ माइ लगट केही गरेन अनि एकजना त्यहीँ राखेर हामी गयो आज चाहिँ यसो यता गल्लीबाट छिर्नेछौँ हामी यहाँ मेन रोड अगाडि देखाउँ सो हामी चाहिँ मेन रोडमा आइसक्यो यहीँ छ गाडी मेन रोड हिँड्ने त्यहाँनिर चाहिँ अलिक ट्राफिक बस्दैन बस्ने भनेको तल एक ठाउँ हो हामीको ठाउँहरू चाहिँ सबै मलाई थाहा छ फेरि हाम्रो मान्छेहरू चाहिँ कहाँ पुग्यो त्यही थाहा भयो नि मलाई यार त्यहीको टेन्सन भयो त्यो मान्छे भेटेको भए म त उनीहरूलाई लगिदिउँ भनेको सालो भाइलाई छोडेर त्यो राम्रोसँग देखाइदेऊ न भाइ मैले चाहिँ आज हेलमेटै ल्याएन हेलमेट उयोहरू सबै उयो गयो अनि भाइलाई क्यामेरा सामान दिएको मैले चाहिँ सो चोकमा आइसक्यो हामी चाहिँ तल अलिक तल चाहिँ बाटो अलिक अप्ठ्यारो छ वारी पनि उयो मेन रोड यता पनि मेन रोड छ तर यही बगमती खोलाको छेउछेउ जाने हो आज चाहिँ यही खोलाको छेउछेउ जाँदै हामी चाहिँ उता कुन ठाउँ पशुपतिको अलि माथिपट्टि पुग्छ अनि साइकल हामी बाहिर छोडिदिनुपर्छ भित्र त छिराउनु मिल्दैन त्यतै कुनै न कुनै उयो गरेर जानुपर्छ हामी पनि
7 गियर हान्नु के गर्नु अलि लोडमा छ हाम्रो चाहिँ गियर अलिक फास्ट हिँड्न भ्याउँदैन गियर पनि चढिसक्यो अब चाहिँ गियर लम्मै हान्दिएर अलि माथि अलिक अगाडि देख अलिअलि हो माइला गट गाडी त्यो गाडी त्यस्तो लम्मै रोक्नु हैन गरेर जान्छ हामी बिच रोडबाट जान्छ बस्ने भनेको यहाँ एक ठाउँ हो ट्राफिक यहाँ गाह्रो छ नि एक ठाउँ बस्ने भनेको कुरै रोक हुँदैन भने नि नरोक्नु उ त्यो मन्दिर देखिरहेको छ त सो हाम्रो सोचिनहरू यताबाट आउनेछौँ पशुपति चाहिँ नजाने तर उनीहरू त अगाडि पुगिसक्यो होला होइन हामी पशुपति हिँड्यो सो सिधै जानेछौँ पशुपति चाहिँ यता देखाउँदा बगमती खोला खोलामै डराउने पशुपति पनि अगाडि ल्यायो यहाँ त एक ट्राफिक सो हामी चाहिँ यता आइसक्यौँ यो मैले साइकल किनेको पनि धेरै भएको छैन साइकल कति भयो भने साइकल किनेर त्यही पनि त्यस्तै ल ठुलो रहेछ ल ल तर म चाहिँ चेतिसकेँ शनिबार आउनु यहीँ खेल्न ल ल मलाई त पुग्नु चाहिँ पुगिसक्यो सो मैले चाहिँ आज साइकल बनाउनुलाई ब्यागहरू केही सामानहरू ल्याएको छ सामानहरू सबै बिर्सिएर आएको छ साइकल केही भयो भने त मेरोमा त्यति टाढो थिएँ सिधा गएर सिधा तल अलिक अगाडि सो आइसक्यो सर र जानेछौँ हामी यहाँ कहाँ आयो यो हामी यता उयोहरू पढ्ने स्कुल नजिक आउन थालिसक्यो हामी चाहिँ धेरै खतरा कुदिँदैछ यो साइकलमा न्यु साइकल हो अस्ति भर्खर किनेको ओ माइलो गऱ्यो यो बाइकलाई टप दिन्छ कि यार सो म चाहिँ पहिला होइन यहाँनिर चाहिँ सो पहिला म चाहिँ त्यस्तै के अरे यही अस्ति झरीको महिना अस्ति पानी परेको दिन घरबाट भागेर आइदिएको थियो त्यतिखेर चाहिँ म चाहिँ यहाँ त्यो एउटा मन्दिर जस्तो मान्छे मन्दिर जस्तो नभेटेको भए यहीँ हुन्थ्यो त्यहीँ त्यतिखेर बिस्तारै दुर्कै जम्बु डाँडा त्यो चाहिँ हाम्रो जम्बु डाँडा हो देखो त देखो न त्यो चाहिँ हाम्रो जम्बु डाँडा धेरै जस्तो त्यहाँ मान्छे बोल्छ सो हामी चाहिँ एयरपोर्ट पनि पुग्नेछौँ एयरपोर्टबाट सिधै होइन एयरपोर्टको छेउछेउमा पुग्छ भाइलाई एयरपोर्ट पनि लाने रे पहिला पशुपति जाउँला अनि उसलाई एयरपोर्ट लगाउँदिनु ल लगिदिनु ल भ्याउँछ धेरै टाढो हो होइन दक्षिण ढोकबाट चाहिँ टाढै हो उता चोकबाट गयो भने चाहिँ यताबाट चाहिँ छोट गाडी बाट्छ गाडीलाई ठोक्दिनु मिलेन भने सब जानु मन लागिरहेको सो हामी चाहिँ यता छिर्नेछौँ अब सो यताबाट छिरेर जान्छौँ हामी चाहिँ यस्तो गल्लीबाट छिर्ने हो यहाँ खेल्नु मिल्छ त म के गर्छु त्यही त मोबाइल क्यामेरा नहल्लाउ न क्यामेरा स्टेज राख न हाम्रो भाइ चाहिँ अलिक सानो छ कि स्कुल पढिरहेछ आज शनिबारको दिन भाइ पनि घुम्न जाने रे म पनि घुम्न हिँडिदिएको थिएँ ल यस्तरी सरर घुमिरहेको छौँ अलि अगाडि देखाउने यार क्यामेरा भाइ सानो भाइ सो हामी चाहिँ यता कुन लपडाँडा यता छेउछाउमै हो कृष्ण मन्दिरको टुप्पा पनि यतै छ कृष्ण मन्दिरको टुप्पा त्यतै हो देख्यो यता कृष्ण मन्दिर छेउछाउमा हाम्रो गाडीमा जान्छ होला सायद खासमा पानीमा हामी चाहिँ पानी सर र पछाडि पानी छ्यापिदिन्छ